ती पापी नरपिचासी पुरुष जसले 3 वर्षीय बालिकाको बलात्कार गरी विवत्स हत्या गरे उनी प्रहरीसँगै बालिका खोज्न खटिरहेका थिए। बालिकालाई बलात्कार गरी बालिका बेहोस भएपछि डोरीमा झुण्डाएर हत्या गरेको हत्यारा 16 वर्षीय किशोरको बयान आजै गरिमाको जन्मदिन थियो। दाई भनेर बोलाउने पापीले बलात्कार गरी क्रूर हत्या गरिदियो। सिमरामा 3 वर्षीय बालिकाको विवत्स हत्या गरेको प्रकरणमा प्रहरीसँग बालिका खोज्न हिँडिरहेका व्यक्ति नै पक्राउ परेका छन्। जितपुर सिमरा उपमहानगरपालिका 1 स्थित सुकुम्बासी बस्तीकी 3 वर्षीय गरिमा चौधरीको हत्या प्रकरणमा सोही उपमहानगरपालिका 2 का सुमन थापा पक्राउ परेका छन्। प्रहरीले थापालाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ। सुमनसँगै अर्का एकजना पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार सुमनले बलात्कारपछि बालिकाको हत्या आफैले गरेको स्वीकार गरेका छन्। बालिकाको शव भेटिएपछि कसले हत्या गरेछ जसरी भए पनि पक्राउ गर्नुपर्छ भन्दै उनी आफै घटनास्थल वरपर प्रहरीसँगै हिड्डुल गरेको बताइएको छ। थापा नै अनुसन्धानको क्रममा पक्राउ परेका हुन्।